यत्रो भुइँभरि झरेर यो बियर झरेको यो चाहिँ सध्य छ क्या यही छ गरम गरम चाहिँ टमाटर आधामा बारेको छ एकदम मिठो यो चाहिँ हाम्रो आँपको बोट हो 80% चाहिँ फल्यो क्या हेलो गाइज आज चाहिँ हामी बाहिर आएको छौँ यो के भन्छ यसलाई सुन्तला नि होइन के भन्छ यसको नाम एक्ज्याक्ट थाहा भएन है यत्रो भुइँभरि झरेर यो कुहिएर झरेको छ सबै किरा लागेर है म एउटा टिप्छु यो चाहिँ कस्तो छ हेरौँ है त गाइजहरू सबै किरा लागेर भुइँभरि झरेछ यो कान्छी किरा के किरा यो खाँदो रहेछ हेर्नु त यो किरै किरा छ है गाइजहरू यो किरा पनि यो कति बित्ति छ अब म अर्को टिप्छु होइन अर्कोमा चाहिँ के हुन्छ हेरौँ है यो पनि किरै हुन्छ जस्तो छ है गाइजहरू बाहिरबाट हेर्दाखेरि त दुईवटा भइसक्यो टिपेको छ्या यो पनि किरै छ है यो त सध्य नै छैन जस्तो छ है गाइजहरू हेर्ने अब यो हेरौँ है त आज यो टिप्दै फ्याल्ने मात्रै भन्ने जस्तो छ यो छ नि किरै छ है गाइजहरू छ खै मैले भने जस्तो एउटा नपाउला जस्तो छ खानालाई आएको यो चाहिँ सध्य छ कि अलि हरियै छ यो पनि किरै लागेर चाहिँ हेर्नु त गाइजहरू यो किरा हेर्दाखेरि मात्रै राम्रो म अर्को बोटको हेर्छु है त तपाईँलाई यो बोट फलेको छैन यो त बोट सानो फलेको छैन गाइजहरू फलेर त मुनि झरिसकेको रहेछ है ए रहेछ एउटा यहाँ रहेछ है यो चाहिँ हेरौँ है गाइजहरू यो हेरौँ है त गाइजहरू कस्तो छ छे अब हामी फेरि अर्को बोटको हेर्नु क्या त यो त अस्ति वर्ष नि फल्यो क्या एउटै राम्रो थिएन यो वर्ष पनि सबै किराले खान्छ त्यो भ्याएन यता के हेरौँ यसमा अलिक फलेको अस्ति भएर मात्रै मैले औषधि हालेर गएको है यसमा चाहिँ औषधि हाले पनि किरा नलाग्ने औषधि हालेको मैले अस्ति वर्ष किरा लागेको भएर हेर्दाखेरि चाहिँ राम्रो छ भित्र किरै छ है यसमा नि ल हेर्नु त किरै किरालाई केही छैन है न यो खरायोहरूलाई दिनु मिल्ने है यस्तो किरा लागेपछि यत्तिकै काटै फाल्यो है किरा मात्रै छ अस्तितिर टिपेर खानुपर्ने रहेछ त्यस्तै होइन सबै किरा लागेको मात्रै ल गाइजहरू यो फलफुलको नाम चाहिँ के हो मलाई कमेन्ट आएर लेखिदिनु यसको एक्ज्याक्ट नामै मलाई थाहा भएन यो चाहिँ सब्जी छैन हेर्ने त हाम्रो यहाँ सुन्तला नि यो चाहिँ एपोगाडोको बोट हो यो नि यहाँ पुरै ढल्केर आइसक्यो पुरा बाङ्गो भइसक्यो बोट चाहिँ अब 3 वर्षमा फल्छ भनेर ल्याएको यो बोट अहिलेसम्म फलेको छैन 2 वर्ष भयो अब 3 वर्ष अर्को वर्षतिर फल्छ है अनि हाम्रो यता केराको नि छ है बोट यो केरा खोइ फल्या छ भन्छ घरको मान्छेले मैले चाहिँ एकचोटि पनि खाएको छैन फल्या मात्रै छ भन्छ अब हाम्रो चाहिँ टमाटरको बोट चाहिँ यस्तो सुरिलो भए पनि टमाटर चाहिँ फल्छ है दुईवटा भए पनि फल्छ हेर्ने यो हाम्रो सुन्तलाको के टमाटरको बोट भयो हेर्नुहोस् यहाँ अम्बा पनि हुन्छ हाम्रो धेरै छ बारीभरि कुन चाहिँ फलफुल छैन भनेर कमेन्ट गर्नु होइन तपाईँहरूलाई म सबै देखाइदिन्छु यो भयो अनार यो अनार यो ठुलो थियो यो बोट यो चाहिँ मैले नै काटेर फालिदिएको जुन वर्ष नि फल्ने नपाक्ने भएको कारणले हेर्नु त अम्बाको बोटमा चाहिँ कति छ यो नि अम्बा भयो यो चाहिँ ओखरको बोट है यो ओखर
अहिलेसम्म फलेको छैन, कहिले फल्छ थाहा छैन। अनि यो भयो कोइराला। कसले यो के अरे कोइरालाको अचार खानु भएको छ मलाई कमेन्ट गर्ने त। अर्को वर्ष नयाँ फलेको बेला सम्झिनु होला, म होम डेलिभरी गरिदिन्छु। यो चाहिँ हाम्रो हरियो मुला है। यो तपाईँहरूलाई थाहा छैन। यो चाहिँ पात यसरी टकटकाउने नि, यहाँ हेर्नु त गाइजहरू। यो चाहिँ यसरी पात टकटका गरम यसको पात चाहिँ खानु मिल्छ। यो चाहिँ हाम्रो लिचीको बोट है, लिची। यो पनि कोइरालाकै भयो। हेर्नु खानुहुन्छ यो टमाटर पाकेको छ। यो टमाटरहरू अस्ति नै सबै टिपेर लैसक्नु भयो। यो नि कोइरालाको बोट मात्र टन्नै छ। अनि यो पनि टमाटरको भयो। अब हाम्रो माथि बारी चढ्छन्। हेर्नु यो चाहिँ बकुला। अब यो फुल फुल्दैछ। अब 1 महिनापछितिर यो पनि फल्न थाल्छ। फलेर हामी तरकारी खान्छौँ। तपाईँहरू कसैलाई चाहिन्छ भने भन्नु। हेर्नु त यहाँ हाम्रो बारीमा अम्बा पनि पाउँछ। अम्बाको बोट त्यहाँनिर छ। किराहरू कराइरहेको छ। हेर्नु है त्यतातिर हाम्रोमा किराको जनसङ्ख्या धेरै छ। यो अम्बा हेर्नु म खान्छु कस्तो छ तपाईँहरूलाई देखाउँछु है। मिठो रहेछ है, रातो अम्बा रहेछ, एकदम मिठो। यो चाहिँ हाम्रो आँपको बोट हो। 80 वर्ष चाहिँ फलेको थियो है। यो चाहिँ हाइब्रिडवाला हो, सानोमै फल्छ। अम्बा एकदम मिठो रहेछ गाइजहरू। यो चाहिँ यसलाई के भन्छ केराउ। यो चाहिँ केराउको बोट भयो होइन। यो केराउ अब 1 महिनापछि सब फल्छ होला। यो चाहिँ हाम्रो भकटेको बोट है, भकटे। भएछ यहाँ डोरीले बाँधेको छ। ठाउँमा पहिरो गएर बगुवाएर यहाँ डोरीले बाँधेको छ। यो के अरे बकुला। हेर्नुहुन्छ यो माथि हाम्रो तोरी छ। ल अब हामी माथि जान्छौँ है त। हाम्रो चाहिँ तोरी यो वर्ष लगाएको छैन त्यस्तो बुझ्यो। माथि अरूको बारीमा चाहिँ टन्नै तोरी। हाम्रो मुला अनि हाम्रो इस्कुस भयो। इस्कुस चाहिँ हाम्रो यसरी भित्तामा लगाउँछ। हेर्नु सक्नुहुन्छ। हेर्नु है त यी म तपाईँलाई इस्कुस देखाउँछु। यही इस्कुस यो उसिनेर खान तरकारी एकदम मिठो हुन्छ। मलाई चाहिँ एकदमै मनपर्छ। तपाईँहरूलाई के लाग्छ भन्नुहोस्। हाम्रो तोरी यसपालिको तोरी 1-2वटा मात्रै छ बारीमा। यस्तो छ हाम्रो यहाँनिर लसुन पनि छ है। लसुन यो लसुन भयो। यो धनियाँ जस्तो देख्ने यो सुपको साग भयो। अनि रायो साग हेर्न सक्नुहुन्छ। यो थुप्रै रायो साग हो। हाम्रो यो साग हल्का मात्रै चुडाल्यो भने बास्ना आउँछ रायोको। यस्तो अर्ग्यानिक अरू पसलतिर पाउने भन्दा यो चाहिँ हाम्रो एकदम अर्ग्यानिक सुपको साग किने। आहा कति बास्ना छ है यो पनि। अब तपाईँहरूलाई म यो चाहिँ हाम्रो हल्लुबेतको बोट हो। यो वर्ष फलेको थियो। हामीले खायौँ पनि कति फ्याल्यौँ पनि कुहिएर। अनि हाम्रो यो कौली भयो। हेर्नु यहाँ कौलीको बोट। यो चाहिँ हाम्रो कौली। अनि कसले रातो गान्टे मुला देख्नु भएको छ भने म आज तपाईँहरूलाई देखाउँछु। यो चाहिँ हाम्रो रातो गान्टे मुला भयो। हेर्नु यहाँ गोलो टन्नै छ। यता नि छ फल्दैछ। यो चाहिँ चाइनिज साग भयो। यो टक्क यो चाहिँ यत्तिकै यो चाहिँ दुध आउँछ। यो चाहिँ यत्तिकै नै खान मिल्छ है। मासुसँग एकदम मिठो हुन्छ। तपाईँहरूले बर्गरतिर नि हालेको देख्नुभयो होला। एकदम मिठो हुन्छ। अनि यो भयो हाम्रो फर्सीको बोट। होइन यहाँ फर्सी फलाएको छ। अब यो कुहिन्छ होला। मैले यसरी देखाइदिएँ। अब पहिलाको बुढेसकालमा चाहिँ यसरी देखाएँ कि जे पनि कुहिन्छ भन्ने छ। यसरी देखाऊ भन्थे। यसरी नै देखाइदिएँ फेरि सप्रिन्छ कि। यो चाहिँ टमाटर है।
गाइजहरू यो टमाटर चाहिँ हाम्रो यतातिर काँचो पनि खाने मिल्छ एकदम मिठो हुन्छ है नै यो हाम्रो अम्बाको बोट हो हाम्रो यो के भन्छ गाइजहरू घेराउला के भन्छ घेराउला त्यस्तो के भन्छ है नाम एक्ज्याक्ट थाहा भएन लौका होइन लौका त अलिक सेतो हुन्छ घेराउला अमिलो गुलियो एकदम मिठो छ है अनि यो चाहिँ डल्ले खोर्सानी यो चाहिँ अलिक पिरो हुन्छ त्यहाँ म तपाईँहरूलाई खाएर देखाउन सक्दिनँ खोर्सानी मलाई एकदम पिरो लाग्छ पिरो नै हुन्छ है खोर्सानी ओ गाइजहरू हेर्नु मैले यहाँ के भेटेँ फर्सीको रहेछ है एकदमै फर्सी हेर्नु कत्रो गोलो छ यो चाहिँ तपाईँहरूलाई देख्नु भएको छैन होला यो चाहिँ एकदम अर्ग्यानिक फर्सी हाम्रो यहाँ बारीमा एउटा औषधि हाल्दैन अन्त अर्को एउटा बोट तपाईँहरूलाई देखाउनु बिर्सेछु यो चाहिँ हाम्रो ड्रागन फ्रुट्स कोले चाहिँ रातो त्यो ड्रागन फ्रुट्स खानु भएको छ त्यसको बोट चाहिँ यस्तो हुन्छ है यहाँ यो चाहिँ मैले बिउ ल्याएर रोपेको हो हेर्नु त यो ड्रागन यहाँ चाहिँ किराले खाएको है यहाँ भयो त्यो भयो त्यहाँनिर छ हाम्रो यो चाहिँ ड्रागन फ्रुट्स भयो ल अब हामी घर जानेछौँ गाइज अब तपाईँले हेर्दै गर्नुहोस् रमाइलो मनाउँदै गर्नुहोस् म अर्कोचोटि नि फेरि आउनेछु तपाईँहरू हेरिरहनुहोस् है हेर्न चाहिँ कहिले नछोड्नुहोस् ल गाइजहरू अर्कोचोटि भेट्नेछौँ बाई बाई